सर्दैन बुढो जलाउँछ है जलाउनु भएन भने हाम्रो मान्छेहरूले आफ्नै खानदानको दाजुभाइले चाहिँ काट्नु हुँदैन अरूले काटेर टुक्रा टुक्रा बनाएर गिदालाई दिने चलन छ गिदालाई दिने भन्नाले आफ्नो फ्यामिलीको मान्छे काट्न मिल्दैन अरूले काटेर गिदालाई खुवायो भने के हुन्छ गिदालाई खुवायो भने अनि अर्को झुनीमा राम्रो झुनी लिन सक्ने अनि गिदाहरू अलि चोखो ठाउँमा उठ्छ नि आकाशमा त्यही भएर गिदालाई खुवायो भने अर्को झुनीमा राम्रो पाउँछ भन्नु भन्नाले साँचो हो यो गरिन्छ यता साँचो हामीले यस्तो अहिले नि गरिन्छ अहिले नि छ यो अहिले पनि छ यो पर्व अहिले नि छ हामी सुनेको थियौँ कागबेनी पहिला थियो अनि त्यहाँ छोडेका छन् यता छ कि नै सोध्न खोजेको छ अहिले नि छ परम्परा हो मान्नै पर्छ होइन हुन्छ दिदी ल खाली ठाउँमा पनि छोडिदिन्छन् हो खाली ठाउँमा छोड्दैन बुढो जलाउँछ है जलाउनु भएन भने हाम्रो मान्छेहरूले आफ्नै खानदानको दाजुभाइले चाहिँ काट्नु हुँदैन अरूले काटेर टुक्रा टुक्रा बनाएर गिदालाई दिने चलन छ गिदालाई दिने भन्नाले आफ्नो फ्यामिलीको मान्छे काट्न मिल्दैन अरूले काटेर गिदालाई खुवायो भने के हुन्छ गिदालाई खुवायो भने अनि अर्को झुनीमा राम्रो झुनी लिन सक्ने अनि गिदाहरू अलि चोखो ठाउँमा उठ्छ नि आकाशमा त्यही भएर गिदालाई खुवायो भने अर्को झुनीमा राम्रो पाउँछ भन्नु भन्नाले साँचो हो यो गरिन्छ यता साँचो हामीले यस्तो अहिले नि गरिन्छ अहिले नि छ यो अहिले पनि छ यो पर्व अहिले नि छ हामी सुनेको थियौँ कागबेनी पहिला थियो अनि त्यहाँ छोडेका छन् यता छ कि नै सोध्न खोजेको छ अहिले नि छ परम्परा हो मान्नै पर्छ होइन हुन्छ दिदी ल